हामी लाङटाङको यात्राको क्रममा रहेका छौँ। सुर्का गाउँबाट बाइक राखेर हामी शेर्पा गाउँ जाँदैछौँ। शेर्पा गाउँ जाँदाखेरिको यो मनमोहक दृश्य हो। हिँड्ने बाटोमा पुरै ढकमक्क फुलेको लालीगुराँसै लालीगुराँस रहेको छ। बाटैभरि देख्न सक्नुहुन्छ। रमा यो के रे? सल्लाको सिम्टा। यस्तो नै खान्छ? बच्चामा एकदम खान्थ्यौँ। के हो यो? खाइयो नि त। सल्लाको यो भित्रको दाना एकदम मिठो हुन्छ। कस्तो लाग्यो टेस्ट? नखाए बिरामी हुन्छ उकालो जाँदा। हुँदैन, यो एकदम राम्रो कुरा हो। यसलाई चाहिँ भेटायो भने एक माना खाँदैन फरक पर्दैन। तर भेट्दैन र पो त। ल हामी वनको बिचमा छौँ। हामी शेर्पा गाउँ टार्गेट रहेको छ। हामी सुर्काबाट हिँडेको। सुर्का भन्ने गाउँबाट सिम्टा खोज्दै गइरहन्छौ। मलाई चाहिँ ठिकै लाग्यो। ल धन्यवाद। के खायो? ल यो लिएर आइज। नखाऊ के छोड्यो। के रे यो? सिम्टा। कस्तो हुन्छ सिगरेट? खाइहाल्नु। यहाँबाट निकाल्यो हो यो? खानु खाने सबै खानु। मिठो छैन? ठिकै हो। ल कस्तो कस्तो चिज खाने हो। दिनको यात्रा सुरु भएको छ हाम्रो। हामी अहिले होटेलबाट यात्राको क्रममा छौँ। मौसम एकदम राम्रो छ। लाङटाङको यात्राको क्रममा छौँ। बाटोभरि गुराँसै गुराँस। हामी अहिले शेर्पा गाउँ काटेर अलिकति अगाडि आइपुगेका छौँ। बिहानको यात्रा हो। धन्यवाद। छिटो छिटो। पानी खायो भने त बुझ्छ। ल हिँड्नुस् म खान्छु। कडा हो क्या त्यस। हिँड त्यसमा हिँड। चिकुमा हो। हामी हिँडिरहेका छौँ। हामी रिन्जिङबाट माथितिर लागिरहेका छौँ। तल खोलो छ। अब हामी लामा होटल 10 मिनटमा पुग्छौँ भन्ने यहाँ उताबाट फर्किनेहरूलाई सोद्धाखेरि थाहा भयो। हामी हिँडिरहेका छौँ रिन्जियनको लागि। के अरे लामा होटल। रामा होटल पछि घोडा तबेला।
घोडा तपाईँलाई 3 घन्टा लागिसक्यो अझै। धन्यवाद। लामा होटल, शेर्पा होटल। हामी लामा होटल आइपुगेका छौँ। हामी घोडा तबेलातर्फ अगाडि बढ्दैछौँ। होइन जाने खाने चान्सै छैन। टेन्ट लाएर मान्छे बसिरहेको छ होटलमा। यस्तो उकालो माथि ल्याइरहेको छौँ घोडा तबेलातर्फ अगाडि बढिरहेका छौँ। कस्तो फिल भइरहेको छ? ल अगाडि हिँड्ने होइन, उभिने होइन, भिडियो गर्ने बित्तिकै उभिने होइन, अगाडि हिँड्ने प्लिज। काठको पुल आएको छ यात्राको दौरान। कहिले उकालो, कहिले ओह्रालो, कहिले तल, कहिले माथि गर्दै हामी घोडा तबेलातर्फ लाग्दै गइरहेका छौँ। बिस्तारै हिँडाइको लेभल घटिरहेछ ओह्रालोमा पनि, थकाइ आएर होला सायद। घोडा तबेलाकै बाटो हिँडिरहेको छौँ हामी। अब अर्कै कलरको गुराँस देखिरहेको छ, पिङ्क कलरको। रिभर साइड आइ पनि लागेका छौँ। यहाँ अब सेतो गुराँस पनि छ, कलेजी रङको गुराँस पनि छ, पिङ्क गुराँसै गुराँस रहेको छ यहाँतिर। सेतो गुराँस, पिङ्क गुराँस, व्हाइट गुराँस। कहिले 1 घन्टा पुग्छ भन्नुहुन्छ, कहिले 1.5 घन्टा पुग्छ भन्नुहुन्छ घोडा तबेला। हामी निरन्तर हिँडिरहेका छौँ। बिहान 7 बजीदेखि अहिले 11 बज्यो, 4 घन्टा भयो नन स्टप हिँडेको। घोडा तबेला रहेछ नाम चाहिँ। हामी चाहिँ घोडा भनिरहेको, सिमोडले बनाएको रहेछ। यहाँ कति उसलाई नि केही रहे थाहा रहेछ। ल धन्यवाद। हामी यो पुल छ एउटा, के खोजेको? बोक्दा बोक्दै लामो बनाउनु मिल्छ नि, झोला लामो बनाउनु पर्यो अरे। नमस्ते। अल द डे ब्रिज 2.5854 मिटर, 5854 मिटर छ हामी अहिले। ल पुल पर्यो हामी। कस्तो कञ्चन पानी छ, सफा पानी खोलाको। न न न ऊ नगर, ल अरू नटेक, सिधा गर। हामी घोडा तबेलातर्फ अगाडि बढ्दैछौँ।
अहिले चाहिँ अलिक सिधा बाटो आएको छ। एकछिन चाहिँ गाह्रो भएको थियो उकालो भएर। ल यस्तै छ। लाङटाङ हिमाल माथि देखिएको अलिअलि देखिएको छ अहिले। धन्यवाद। रेस्ट भइरहेको छ यहाँ टुरिस्टहरूको। घोडा तपाईँलाई उतै जस्तो लाग्छ सायद। अर्को नेपाली टुरिस्ट हिँडिरहेको छ। घोडा तबेलाबाट हामी खाना खाएर हिँडिसकेका छौँ। फेरि यस्तो बाटो आइरहेको छ। हामी हिँडिरहेका छौँ घोडा तबेलाबाट। बाटोभरि लालीगुराँसले मनमोहक दृश्य। कलेजीको पिङ्क कलरको छ, कहीँ व्हाइट सेतो कलरको छ, कहीँ रातो छ। धन्यवाद। गाङस्याक चढ्दैछौँ। हिँडाइ यही हो कहिले पनि। How do you feel? Feeling tired. Let's go. गाङस्याकबाट अगाडि लागेछौँ। आन्तरिक रूपै पर्यटकहरू टन्नै रहेको छ। हिँडेन धन्यवाद। हामी लाङटाङ पुग्ने क्रममा छौँ। थाङस्यापबाट माथितिर लगाइसकेपछि हामी यस्तो तप्ने बाटो छ। त्यसै हिँडिरहेका छौँ। कहिले ओह्रालो कहिले उकालो कहिले तेर्सो। अब पुग्दैछौँ। 4:10-9 गएको छ। अहिले हामी अब यो डाँडामा आइपुगेका छौँ। थकिलाएर मान्छेलाई मुटु भट्याएको भयो। अब 1 घन्टामा हामी लाङटाङ पुग्छौँ। लाङटाङ बजार। धन्यवाद। ल लाङटाङ पहिलाको लाङटाङ भए पहिरो लगाएको ठाउँ हो यो। यहाँ आइपुगेका छौँ। अब उतापट्टि गाउँमा जान बाँकी यो बाटो। उतापट्टि गएपछि लाङटाङ आउँछ। थकिलाएर मान्छेलाई यस्तो भइरहेछ। हामी अहिले फर्किरहेको अवस्था हो लाङटाङबाट। हिमाल यस्तो छ माथि। हामीलाई हिमाल हेरिरहेको छ। हामी हिँडिरहेका छौँ। 7:25-26 बिहानको। रिम्चेन आइपुगेको छ। खाना खाएपछिको 15 मिनट पछिको अर्को जक्सन। 1:20 भएछ। 20 मिनट लागेको छ हामीलाई आइदिन। रिम्चेन यताबाट हो। हामी अस्ति चाहिँ यताबाट हो। शेर्पा यहाँ भेट्छ। माथि शेर्पा गाउँबाट आउने बाटो, यताबाट आउने बाटो। धन्यवाद सम्पूर्ण। हामी यहाँ तल्लोबाट जाँदैछौँ। मालबाट चाहिँ माथिबाट आउँछ। हिमचेतबाट तलतिर आइरहेको छ। ठाडै उकालो छ। अस्ति हामी चाहिँ यो बाटो स्किप गरेर
शेर्पा गाउँबाट माथिबाट गएको बाइक माथि छ भोलि अब उकालो चढ्नुपर्छ हामी यो ओह्रालो आएको भोलि बिहान त्यो एउटा बाइक लिएर गएर बाइक लिन जानुपर्छ हिँड्नु नसिके यो ओह्रालो उकालो कसरी हिँड्थ्यो होला पहिला यो बाटो पुरै ठाडो उकालो रहेछ यस्तो ठाउँमा आइपुगेको छौँ हामी फगिरहेको छ माथितिर पुरै यस्तो पहिरो छ पहिरोको बाटोमा चाहिँ खोला कस्तो दामी खोलो है के अरे मैले के भने त्यो सब हिउँ पलेर आएको खोला हो लाङटाङ खोला हो के अरे बाटो बगाएर फेरि बनाएर छ बर्खाले थाहा पहिरो र यो खोलाले गर्दा क्या जा भने मैले छेउमा कति बोक्यो होला विचार के गर्छ रे डर लागेर के गर्छ रे यसले के गर्छ रे यसले पनि डरा कहाँ पनि दाइ आज अनि यो कहाँ पुर्याउने हो ग्रुपको सामान हो एकैताल यत्रो लान्छ कतिजना ग्रुप रहेछ जम्मा 4 जना के सामान होला 4 जनाको खानेपिने ब्याग तल्लो पुलै फेरि बगाएर छ अनि माथिल्लो पुल बनाएर छ उकालो आएको छ उकालो कतिको सहिलो हो
कहाँ आइपुग्यो के अरे केही पत्तो पत्तो छैन बाटाभरि मान्छे भेटे पुल हेरे अलिकति उकालो आउने बित्तिकै यसरी बसे नडर हिँड्न पुला हिँड्न पनि छेर अलि फासिन अलि छिटो हिँड्न क्या अरे घुम्न आला नि त कोही पछि टिप्नी सोचौँ एकजनाको 20,000 भने हैन के एक 1,75,000 पर्छ एक टिपको कसैको उडेर उता देखाउने केन्जिङ कतिजना पर्छ थाहा छैन कुन ठाउँ आयो के अरे ल रुख काटे भन्थ्यो है पुल बनाउनलाई रुख काटेर चाहिँ भर्खर बने पुल रहेछ पहिले ऊ तलबाट यस्तो फर्केर रहेछ अहिले यो पर्यटकलाई सुन्दरी बनायो होला पुल रहेछ राम्रो खालको हिँड्नलाई अस्थायी पुल महारानी हिँडिरहनु भएको छ गाह्रो भएर ल धन्यवाद ब्याम्बो आएको जस्तो छ हामी तलतिर ब्याम्बो आएछ हामी यो फर्किँदाखेरिको अर्कै बाटो आएर हामीलाई अहिले समस्या भइरहेको छ कुन ठाउँमा आइपुग्यो भन्नलाई हामी शेर्पा गाउँको बाटो आएका थियौँ बाइक माथि राखेर भोलि फेरि बाइक लिन अर्को मसल चढेर माथि जानुपर्ने अवस्था छ हाम्रो अब हामी पहिरो कति मिनट पुग्छ पहिरो 40 देखि 1 घण्टा ल 1 घण्टा पुग्छ हाम्रो हिँडाइ यो ल अब त्यहाँ पहिरोबाट चाहिँ कतिमा पुग्छ तल स्याब्र ल धन्यवाद ल ब्याम्बो होटेलहरू
है गाउँबाट तल झर्दा खोला यहीँ रहेछ कस्तो पानी कञ्चन बाटो पनि कस्तो खाले हो यस्तो पहिरो आएछ धुलो उडे आएन ना अभी जे पाइदे नबोल नहीं ना अभी ल पहिरो आइपुग्छ होला एक ठाउँमा कफी खानु पर्यो मै गाह्रो भयो यहीँ बसौँ Yes. This is harmful to you. Huh? This is harmful to you. Huh? Don't touch this. Huh? This insect harmful to you. Huh? This may be bite to you. Huh? It may be bite in your hand. Namson. No. Namson. And what's your name? Forest. Forest. Yeah. And which is your country? Where are you from? Huh? Where are you from? Daddy? UK, London. UK. Oh. Very cute. यो दुईटालाई माथि लान लाग्यो होला नि होइन त्यो हेर सानो बच्चालाई हेर्थे कसरी हालेर दिनुपर्ने जुस दुध दानीमा दिने रहेछ पानी हाल्दो रहेछ पहिला दुध दानी पछि त्यो हाल्दियो नि कमेर भन्नु Hello, baby.
Come here. Come here. बाबामा जे पनि त्यही भयो नि त नि अर्को खाइसक्यो खाइरह अर्को बस्दैछ त्यहाँ हेरे नि चिया लिएर राखे तातो